हामी चाहिँ यहाँ बाइक पार्क हानेर अब बाइक भुतलाई चाहिँ नभ्याएको नथिस नहुन्न यहाँ बाइकहरू सब राखेर हामी चाहिँ दुईवटा चप्पल पड्काउँदै हाफ प्यान्टमा होइन हाफ प्यान्टमा दुईवटा चप्पल पड्काउँदै अब यही हो जाँदैछौँ मासु किन्नलाई मासु 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 चप्पल मेरो चप्पलको तारिफ भइरहेछ मैले चप्पल ल्याएन सरले चप्पल ल्याएछ नि है म चाहिँ जुत्ता मात्रै लाएर आएको लास्टमा त अब यहीँको चप्पल प्याटेक प्याटेक गर्ने चप्पल होइन चप्पल पड्काउँदै हाफ कट्टु लाएर मासु किन जाने अब मेरो तारिफ भइरहेछ होइन यहाँ चाहिँ मलाई चाबी राखेर फेरि ओइ मेरोमा चेन छ चाबी नखाल्ने चाबी यस्तो छ पैसा ऊ अदिसले राख्छ ल पैसा अदिसै फेरि पैसा भएपछि चाहिँ अदिसले हात थापिहाल्छ होइन अदिस अलिकति यसलाई सिस्नो घारीले हाल्नुपर्ने मेरो ज्यानको नि तारिफ भइरहेछ ज्यान छैन मेरो होइन उयो त लातीले हान्दैछ मलाई यहाँ मलाई एकदम सतर्क भएर चढ्नुपर्छ यहाँ पछाडि टेक्वान्डो प्लेयर छ क्या फेरि यहाँ अगाडिबाट ल हेप्छन् होइन मलाई अब मलाई हेपिहाल्छन् होइन अब मेरो चाहिँ पेट छैन म चाहिँ पानीमा चप्पल बज्यो होला हौ यहाँ कसले पादेछ होइन यहाँ पाद अनुसन्धान भइरहेछ होइन ल के भयो त त्यहाँबाट चाहिँ हाम्रो यमराज होइन मिनी यमराज आउँदैछन् होइन मिनी यमराज आउँदैछन् सबजना हिँड्दैछन् जङ्गलको बिचमा त्यस्तै हो के गर्नुलाई चाहिँ झारीमा ल के भन्नु क्या अब यस्तै हो बाटो चाहिँ खत्तम छ मलाई चाहिँ यो चप्पलले हिँड्दा दुख्यो क्या लास्टै नै कस्तो यो औँला बिचमा ट्याक्क पर्ने रहेछ है दुख्यो है त्यहाँ मेरो कुरा काट्दैछन् मलाई थाहा कुरा काट्दैन मेरो अब पुग्यो हामी त फाइनली टोली बोकेर मासु बसेतिर आयो है के रे अन्टी मासु चाहियो हामीलाई कुखुरा कति टाइम लाग्छ के कुरिरहेको तिमी मासु कुरिरहेछ हौ बिचरा आश गरेर भर्खर मासु हाम्रो चाहिँ मासु आएको भने त झन्डै लडेको थियो फाइनली गाइज हाम्रो मासु आयो है यहाँनिर चलाचल गर्दै यहाँ एउटा बाइकमा मासु खलीको रियाक्सन क्याप्चर मेरो रियाक्सन क्याप्चर हुनु लाग्यो चाहिँ लास्टै चल्दैन है यिनीहरू मासु आयो हाम्रो अरूभन्दा नि फाइनली मासु खाने नि त खालि मासु खाने होइन के गरेर म फोटो एडिट गरेर छु खली एडिटर बन्दैछ है ऊ त्यो बाइक चाहिँ हाम्रो मासु आएको थियो अघि न होइन ऊ त्यो बाइक चाहिँ हाम्रो मासु आएको थियो है यहाँ चाहिँ चलिरहेछन् त्यही नै अब हामी मासु लिँदा नि खोइ मासु खोइ हामी मासु खाने नि त भात चाहिँ कति बजी खाने हो भात होइन त ओ जे न आयो भने त मासु मासु आयो भाइ मासु खाने हो घर ड्याङ्ग ल्याप्प पारेर त्यो दुईजनाको चाहिँ के चलेको छ त्यहाँ बत्ती आएको थियो बत्ती नि गयो यार उसले मासु
यति धेरै एक्साइटेड चाहिँ कोही नै छैन होला। ल बा उनीहरूलाई कुखुरा मासुको फोटो अहिलेसम्म देखाएन देखाएन उसले कुखुरै देखाएन कुखुरै देखाएन नि त ल यहाँ विमाननगर यहाँ हाम्रो खली भाइले चाहिँ एकदम राम्रो काम गर्न थाल्यो ओए ब्यागमा हाल्नुपर्छ यो ब्यागमा यहाँ कुकुरलाई चाहिँ मासु अर्गनाइजेसनमा आयो ल कुकुरलाई चाहिँ मासु खुवाउँदैछ है अब एउटा कुकुरले अर्कोलाई एउटा कुकुरले अर्को कुकुरलाई मासु पछि लाग्यो अब यहाँ जाऊ काले रे जिम नाम यहाँ जाऊ ओइ डाडा गौरी ए म त अहिले त फेरि चस्मा लगाएर ह्यान्डसम भएर बसेछु है भन्दा नि ए 3टा कुकुर 3 डग इन 1 फ्रेम 3 डग इन 1 फ्रेम है त ल 3 डग इन 1 फ्रेम कलिले समासेर कुकुर चाहिँ ब्याग युजमा हाल्नुपर्छ राम्रो फोटो खिच्दै ओए डराइ दिइरहेछ फेरि ओ टोक्ला भने ओइ डर्जी लागर रे त्यो पागल खाइला बेला हेर्न नजिक गएको हेप्छ यार मलाई त कस्तो हेपिहाल्छ नि है ओए यता चाहिँ के रहेछ यहाँ नि हामी चाहिँ एक्सप्लोर कहाँ ए आलु पखडाको बोट रहेछ त्यहाँ कहाँ हामी चाहिँ एक्सप्लोर हान्न आएको होइन यहाँ चाहिँ यस्तो काठहरू रहेछ होइन एक्सप्लोर हान ए त्यहाँ ढुङ्गा हान्दैछ मलाई ओए हुन लागिहाल्छ नि मलाई चाहिँ ढुङ्गा हान्दैछ ओ यहाँ त पहिरो गएको क्या हो यो त ओ पहिरो गएको जस्तो हो यहाँ त पुरै जङ्गलै जङ्गल छ त ओ पहिरो गएको रहेछ हौ यहाँ त अहिले म यहाँ उभिँदा फेरि पहिरो गयो भने अर्को तनाव हुन्छ है मलाई चाहिँ ढुङ्गाले प्रहार गरेको छ नि यहाँ आलु पखडा खानेर अब चाहिँ खली भाइ आलु पखडा खानेर होइन मनी खाने हो खान्छ होइन डरै राख्छ हौ मलाई त कुकुर देखेको अदिसमा आलु पखडा टिप्नलाई चाहिँ गयो चढ्दैछ जाऊ न जाऊ चढ लडिङ चढ्यो अब लर्निङ गरेर चाहिँ के चढ त्यही हो यहाँ पछाडि छ हौ यहाँ मसँग छ 200 रुपियाँ मसँग 200 रुपियाँ 200 रुपियाँ है मसँग चाहिँ हामीले कुखुरा सुखा किन्यो होइन ट्याक्क त्यहाँ मासु छ अगाडि अनि एक्सट्रिम कुखुरा र एक्सट्रिम किनिहाल्यौँ होइन अब मोज हान्ने जाने खाने खानसाना त्यही हो अब चाहिँ हामी फेरि फर्किनु लागि सबतिर अब चाहिँ हाम्रो भ्लग कहाँ पुग्यो मैले त भ्लग बनाइरहेको छु भन्ने नै बिर्सिरहेँ क्या एकछिन त यहाँ त अँध्यारै भयो है अब अँध्यारै भयो हामी चाहिँ यसो उयो हामी बसिरहेको ठाउँ चाहिँ यतापट्टि ठ्याक्क अहिले चाहिँ हामी यो कुना कहाँ हो खोइ कहाँ गइरहेछौँ है यो प्याट चप्पल लाएर फेरि यस्तो अप्ठ्यारो छ नि यो चप्पल लाएर चाहिँ अब त्यही माथि अँध्यारो अब यहाँ लड्यो भने चाहिँ फेरि तनाव छ होइन यहाँ चाहिँ चौ टाइपको के रहेछ क्या एउटा हामी चाहिँ अब त्यहीँ गइरहेछौँ त्यही हो यो यहाँ त मेरो यो चप्पलले गर्दा यो औँला चाहिँ खत्रै दुख्यो क्या अरूभन्दा नि यहाँको भ्यू पनि भवाल छ है ल अब आजको भ्लग यति अब भोलि बनाए याद भयो भने अब बनाउनु पर्छ हौ भ्लग ल अब चाहिँ यहाँ फोटो खिच्यौँ अदिसको 0.5 अनि खुट्टै सहित ए ल अब चाहिँ हामी यहाँ ठ्याक्क फोटो खिच्नु लाग्यो है है खुट्टा हान्दा माथिबाट ए ल बुझी मैले पख त म खिच्छु अनि यो घर ल लाऊ त पहिला हेर न यस्तो हो के हो ढुङ्गा फालिरहेछ त मा देखिदिनु रहेछ छोड्छ अहिले त अँध्यारो छ नि त ल अब चाहिँ हामी फर्किँदा है अब चाहिँ
भोलि सम्झ्यो भने भ्लग बनाउनु पर्छ ल।